नमस्कार। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 हाम्रो घर आँगनमा आइसकेको छ। जेनजी आन्दोलनपछिको नयाँ जनादेशको लागि हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन 2082 हाम्रो घर आँगनमा आइरहँदा गत प्रतिनिधि सभा निर्वाचन 2079मा कुन राजनीतिक दल अथवा कुन व्यक्तिले के कति मत परिणाम प्राप्त गरेका थिए भनेर के यहाँहरूले हेर्न जान्नुभएको छ? यदि छैन भने यो भिडियो तपाईँहरूको लागि हो। गत प्रतिनिधि सभा निर्वाचन तथा अन्य यसअघिका निर्वाचनहरूमा के कति मत परिणाम आएको थियो कुन राजनीतिक दलको भन्नको लागि हामी सर्वप्रथम गुगल क्रोममा गएर इलेक्सन कमिसन नेपाल निर्वाचन आयोगको वेबसाइट खोल्छौँ। इलेक्सन कमिसन नेपाल गुगलमा सर्च गर्नुभयो भने इलेक्सन कमिसन नेपालको वेबसाइट यहाँ खुल्नेछ। यसमा विभिन्न आइकनहरू देख्न सक्नुहुन्छ। त्यस्तै हामीलाई चाहिएको भनेको निर्वाचन परिणाम हो। हामीले यहाँ निर्वाचन परिणाम इलेक्सन रिजल्टमा क्लिक गर्छौँ। इलेक्सन को रिजल्टमा क्लिक गरेपछि हामी 2079 सालको निर्वाचनको मत परिणाम हेर्नको लागि हाम्रो टपमा जान्छौँ। टपमा क्लिक गरेपछि यहाँ प्रतिनिधि सभा भन्ने आउँछ। हामीले अहिले हेर्न लागेको प्रतिनिधि सभा निर्वाचन हो। त्यसैले यसमा प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने उम्मेदवार भनेर क्लिक गर्छौँ। अब हामीले कुन ठाउँको अथवा कुन जिल्लाको कुन उम्मेदवारले कति अथवा कुन क्षेत्रबाट निर्वाचन लडेका उम्मेदवारहरूले कति मत परिणाम ल्याए भनेर यस भिडियो मार्फत जानकारी प्राप्त गर्न सक्छौँ। हामी सर्वाधिक चर्चा रहेको निर्वाचन क्षेत्र झापा 5 तिर हेरौँ न त। हाम्रो कोशी प्रदेश जिल्ला कहिलेकाहीँ यो वेबसाइटको ट्राफिकिङले नदेखाउन सक्छ। कोशी प्रदेश हानेपछि हाम्रो झापा जिल्ला हान्छौँ। झापा निर्वाचन क्षेत्र कति हो हामीले आफै क्लिक गरौँ। 5 कोशी प्रदेश झापा 5मा कसले कति मत परिणाम प्राप्त गर्नुभएको रहेछ भनेर हामी सर हेर्न सक्छौँ। त्यस्तै अर्को चर्चाको क्षेत्र मध्य प्रदेशको सर्लाही 4 जहाँ गगन थापा काङ्ग्रेस सभापति र अमरेश कुमार सिंह स्वतन्त्र उम्मेदवार अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट लड्दै हुनुहुन्छ। उहाँहरूको मत परिणाम चाहिँ यस्तो आएको रहेछ। त्यस्तै यहाँले आफ्नो निर्वाचन क्षेत्रको पनि हेर्न सक्नुहुन्छ। आफ्नो निर्वाचन क्षेत्र कुन प्रदेश अन्तर्गत पर्छ यसरी आफ्नो क्षेत्रको पनि हेर्न सक्नुहुन्छ। त्यस्तै समानुपातिकतर्फ के कति मत परिणाम आएको थियो भनेर हेर्नको लागि फेरि त्यही निर्वाचन 2079 लेखेको मा क्लिक गर्नुहोस्। त्यसपछि मत गणना प्रगतिको विवरण यसमा चाहिँ समानुपातिकतर्फ क्लिक गर्नुहोस्। हाम्रो चाहिँ देशभरिको समानुपातिकमा कसको कति मत आएको रहेछ भनेर यहाँबाट हेर्न सकिन्छ। त्यस्तै यहीँनिर हान्नुभयो भने पहिलो हुने निर्वाचित हुने हान्नुभयो भने कसको कति सिट आएको रहेछ भनेर चाहिँ हेर्न सकिन्छ। जसमा प्रत्यक्षतर्फ 165 सिट मध्ये कसको कति आएको रहेछ भनेर यसबाट हेर्न सकिन्छ। त्यस्तै क्षेत्रगत विवरण हान्यौँ भने आफ्नो क्षेत्रको कुन ठाउँ खोज्नुहुन्छ तपाईँ। जस्तो गण्डकी प्रदेशको क्षेत्र नम्बर 2 बाट के परिणाम छ भनेर हामीले यहाँनिर हेर्न सक्छौँ। क्षेत्रगत रूपमा पनि दलगत स्थिति
यो हामीले हेरिहाल्यौँ। तर त्यस्तै प्रदेशतर्फ पनि हेर्न सकिन्छ। यो चाहिँ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत रहेको छ। यस गत प्रतिनिधि सभामा यस भिडियो मार्फत चाहिँ कसरी अथवा कति डिफ्रेन्स रहेछ कुन राजनीतिक दल कुन प्रतिनिधिको भनेर यस भिडियो मार्फत जानकारी लियौँ। त्यस्तै तपाईँहरूलाई केही यस सम्बन्धी नबुझेको कुरा भयो भने चाहिँ कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो? अवश्य सुझाव सल्लाह दिनु होला है त। नमस्कार।